नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई बुक समरी नेपाली च्यानलमा, जहाँ हामी पुस्तकका शब्दहरूबाट जीवनका अर्थहरू खोज्छौं। आजको कथा हो एउटा यस्तो मानिसको जसले मृत्यु र निराशको अँध्यारोभित्र पनि आशाको ज्योति देखे। सन् 1946 मा लेखिएको पुस्तक म्यान्स सर्च फर मिनिङ, लेखक हुन् भिक्टर फ्राङ्कल। यो केवल दुःखको कथा होइन, यो जीवनको उद्देश्य खोज्ने यात्रा हो। एउटा यस्तो सन्देश जसले सिकाउँछ जब सबै कुरा हराउँछ तब पनि अर्थ बाँकी रहन्छ। ल साथीहरू, अब कथा सुरु गरौँ। भिक्टर फ्राङ्कल पेसाले एक मनोचिकित्सक थिए, तर दोस्रो विश्वयुद्धमा उनलाई नाजीहरूद्वारा समातेर मृत्यु शिविरमा पठाइयो। त्यहाँ परिवार हरायो, स्वतन्त्रता हरायो र आशा पनि हरायो। हरेक दिन मानिसहरू मर्दै थिए, केही भोकले, केही पीडाले, केही निराशाले। तर फ्राङ्कलले त्यो अँध्यारोमा पनि एउटा प्रकाश देखे। जब हामीसँग सबै कुरा हराउँछ त्यो बेलामा मात्र हामी आफैलाई भेट्छौँ। उनले बुझ्न थाले मानिसको वास्तविक शक्ति उसको शरीरमा होइन, उसको सोचमा छ। क्याम्पमा एक दिन एउटा कैदीले आफ्नो सानो रोटीको टुक्रा अर्को साथीलाई दिए। त्यो दृश्यले उनलाई रुवायो, किनकि त्यहाँ पनि जहाँ मान्छे जिउँदो तर नराम्रो अवस्थाबाट गुज्रिरहेको थियो त्यहाँ पनि मानवता थियो। फ्राङ्कलले अन्य कैदीहरूलाई मानसिक सहारा दिन्थे। उनले भन्थे, दुःख अपरिहार्य हो, तर त्यसप्रतिको हाम्रो दृष्टिकोण स्वैच्छिक हो। केही कैदीहरू हार माने, तर केहीले भने हामीले अझै बाँच्नुको कारण पाउन सक्छौँ। त्यति बेला उनले जीवनको एउटा महान सत्य खोजे। जस कसैलाई किन बाँच्नुपर्छ भन्ने थाहा छ भने उसले जुनसुकै पीडा पनि सहन सक्छ। लेखकका अनुसार जीवनको अर्थ अरूले दिएर जाने होइन, हामी आफैले बनाउने कुरा हो। हाम्रो कर्म, हाम्रो प्रेम र हाम्रो दृष्टिकोणले। कसैले उनलाई सोध्यो, तपाईले त्यो नर्क जस्तो ठाउँमा कसरी बाँच्न सक्नुभयो? उनले उत्तर दिए, म कल्पना गर्थेँ एक दिन म स्वतन्त्र भएर त्यो अनुभवका बारेमा विद्यार्थीहरूलाई पढाइरहेको छु। त्यो कल्पनाले मलाई बाँच्ने प्रेरणा दियो। फ्राङ्कलले 3 कुरामा जीवनको अर्थ देखे। वर्क अर्थात् कर्ममा, जसमा आत्मा तृप्त हुन्छ। लभ अर्थात् प्रेममा, जसले जीवनमा ऊर्जाको प्रकाश ल्याउँछ। तेस्रोमा सफरिङ अर्थात् दुःखमा, जसले गहिरो आत्मज्ञान दिन्छ। सन् 1945 मा युद्ध सकियो। फ्राङ्कल स्वतन्त्र भए, तर उनका मातापिता र पत्नी फर्केनन्। तर उनले रोएर होइन, लेखेर बदला लिए। उनले भने, म बाँचेको छु, अब बाँकी जीवन अरूलाई अर्थ खोज्न सिकाउन प्रयोग गर्छु। त्यसपछि उनले लेखे म्यान्स सर्च फर मिनिङ, जुन आज पनि करोडौं मानिसको जीवन परिवर्तन गर्ने शक्ति बनेको छ। उनको दर्शन थियो जीवनमा सबै कुरा खोज्न सकिन्छ, तर एउटा कुरा सकिँदैन, त्यो हो कि कसरी हामी त्यस परिस्थितिलाई हेर्छौँ भन्ने स्वतन्त्रता। जीवन कहिलेकाहीँ धेरै अन्यायपूर्ण लाग्छ, तर जब हामी दुःखलाई अर्थका रूपमा लिन्छौँ त्यो दुःख हाम्रो शिक्षक बन्छ। फ्राङ्कलले सिकाए, तिमीले परिस्थिति नियन्त्रण गर्न सक्दैनौ, तर त्यसमा आफ्नो प्रतिक्रिया नियन्त्रण गर्न सक्छौ। त्यो नै मानवीय स्वतन्त्रताको सर्वोच्च रूप हो। आजको लागि यति नै साथीहरू। तपाईलाई यो पुस्तकको सन्देश कस्तो लाग्यो? यदि पुस्तकको सार मन पर्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस्। र यस्तै जीवन बदल्ने पुस्तकहरूको सारका लागि बुक समरी नेपाली च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।